धम ढोलको आवाज सडकभरि फैलिएको थियो। रङ्गी-चङ्गी लुगा लगाएर पेम्बा हाँस्दै नाचिरहेकी थिइन्। सानी छोरीले झ्यालबाट हेर्दै सोधी, "आमा, आज पेम्बा किन यति खुसी छ?" आमाले मुस्कुराउँदै भन्नुभयो, "किनकि आज तमु लोसार हो।" तमु लोसार भनेको गुरुङ, तमु समुदायले मनाउने नयाँ वर्ष हो। यो जाडोको सुरुवातमा सामान्यतया पुस महिनाको 15 गते पर्छ, अनि यो वर्षकै सबैभन्दा लामो रातपछि मनाइन्छ। प्राचीन तमुपियो शास्त्र अनुसार तमु लोसारको दिनमा तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ। यो दिन पुरानो वर्षलाई बिदाई र नयाँ चक्रको स्वागत गर्ने दिन हो। घरहरू सफा गरिन्छन्, नयाँ रङ्गी-चङ्गी लुगा लगाइन्छ र एकअर्कालाई तमोक्यो भनेर शुभकामना दिइन्छ। गीत, नाच जस्तै घाटु नृत्य र स्वादिला परिकार, सेलरोटी, ढिँडो, तोम्बा मिलेर खाइन्छ। सानी छोरी हाँस्दै भनी, "त्यसैले त पेम्बा नाचिरहेकी रहेछ।" आमाले टाउको हल्लाउँदै भन्नुभयो, "हो नि, तमु लोसार भनेको परम्परा, प्रकृति र नयाँ आशाको पर्व हो।" ल भन्नुहोस् त, अब त तमु लोसारदेखि कुन जनावरको वर्ष सुरु हुँदैछ?